पेरिस डाँडामा जनवादी बिहे, टेरेस रिसोर्टमा शानदार पार्टी। यस्तो नौटङ्की कला कहाँबाट सिक्छन् होला यिनीहरू? बाहिर बाहिर साधकी, भित्र भित्रै अरबपति, बाहिर बाहिर जनयुद्ध, भित्र भित्र धनयुद्ध भन्ने यिनले बलियो प्रमाण यति बेला बाहिर ल्याएका छन्। गत शुक्रबार प्रचण्ड लाकुरी भन्ज्याङ स्थित टेरेस रिसोर्टको शौचालयमा लडेर घाइते भए। यो घटना लुकाउन उनको सचिवालयलाई धौधौ भयो। पापाकी परी गङ्गा दाललाई पिताजी टेरेस रिसोर्टको बाथरुममा लडेको भन्न लाज भयो। भनुन् पनि कसरी, जहाँ दिउँसो जनवादी विवाह गरेको सर्वहारा जोडीको रात्रिकालीन शानदार ककटेल पार्टी थियो। प्रचण्ड प्रधानमन्त्री हुँदा उनको आइटी विज्ञका रूपमा काम गरेका प्रकाश रायमाझीले गत 23 गते वैशाखमा कृति कार्कीसँग एकदमै साधकी तवरबाट विवाह गरे। माओवादीको मुख्यालय पेरिस डाँडामा मामुली वैवाहिक कार्यक्रम आयोजना गरिएको थियो, जहाँ प्रचण्ड प्रमुख अतिथि थिए भने अन्य सिनियर नेताहरूको पनि बाक्लो उपस्थिति थियो।